होस्टेलको मुद्दालाई चाहिँ प्रमुख मुद्दा बनाएर यहाँ सोब्यू जित्ने विद्यार्थी सङ्गठनहरू हुनुहुन्छ। प्रशासनले चाहिँ मलाई जिम्मा दिने हो भने मैले अहिले नयाँ बनेको बिल्डिङ बेसिसाइज बिल्डिङमा चाहिँ यहाँ चाहिँ हाम्रो मल्टिप्लेक्सको छेउमा रहेको भवनलाई चाहिँ टेम्पोररी कति 24 अथवा 30 जना हटाउने गरी चाहिँ एउटा भवन छ, उसलाई चाहिँ तत्कालै चाहिँ होस्टेलको रूपमा प्रयोगमा ल्याउने। पुरानो कुरालाई नयाँ बनाउने कुरा हुन्छ नै, किनभने म प्रगतिशील सोच राख्ने मान्छे र केही कुरा आजको भन्दा चाहिँ के नयाँ होस् भन्ने किसिमले चाहिँ म आफै पनि चाहिँ नेभी सङ्घ र अखिललाई च्यालेन्ज गरेर चाहिँ अखिल क्रान्तिकारीबाट प्रेसिडेन्टको क्यान्डिडेट छु। जिम हलको अवस्था कस्तो छ भने एउटा चाहिँ डम्बेल छ, अर्को डम्बेल छैन होइन। अब त्यहाँ मिररको कुरा गर्नै सकिँदैन, मिररको अवस्था खतमै छ। लेटेस्ट समयमा चाहिँ सुसाइडको घटनाहरू बढिरहेछ। किन? वर्किङ आवरले रेजिडेन्ट फिमेल डक्टरहरू जो प्रेग्नेन्ट हुनुहुन्छ उहाँलाई प्रेग्नेन्ट बिदा दिँदैन अथवा एकदमै थोरै दिइन्छ, अराउन्ड 20-25 डेज दिइन्छ। अनि अलिकति हामीले पनि के कम्प्रोमाइज गर्नुपर्ने छ भने अहिले 85 को खाइरहेको खानालाई चाहिँ हामी 5 रुपियाँ बढ्दाखेरि पनि हामी रेडी हुनुपर्छ। तर चाहिँ गुणस्तर चेक जाँच र गुणस्तरयुक्त खानाको एस्योर गर्ने सञ्चालकलाई चाहिँ लेडिज होस्टेल र बोइज होस्टेलको सन्दर्भमा खाने पानी आउने ठाउँ एउटै मात्र छ। फर्स्ट मेरो काम के हुनेछ भने इन्टरनेसनल होस्टेल, लेडिज होस्टेल र बोइज होस्टेलको चाहिँ कम्तीमा पनि एडमिसनको 75% सुनिश्चित गर्नको लागि मेरा प्रतिस्पर्धी मित्रहरूलाई के भन्न चाहन्छु भने सोब्यूको चुनावको बेला मात्र विद्यार्थीहरूको मुद्दा नउठाउनु। सोब्यूको अध्यक्षहरूलाई तपाईँले कम्पेयर गर्नुहोस्, सोब्यूको चाहिँ सचिवहरूलाई तपाईँले कम्पेयर गर्नुहोस्, सोब्यूको कोषाध्यक्षलाई कम्पेयर गर्नुहोस्। प्यानललाई जिताउने होइन, तपाईँहरूले राम्रो मान्छे छान्नुहोस् र सोब्यूको चाहिँ इलेक्टेड बडीमा चाहिँ तपाईँहरूको प्यानल बनाउनुहोस्, तपाईहरुले चाहेको प्यानल बनाउनु। यस भिडियोमा जोडिन आइपुग्नु भएको सम्पूर्ण दर्शक वृन्दमा नमस्कार। स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिकिँदैछ। चैत्र 5 मा गइरहेको यस निर्वाचनले हाम्रो कलेजको स्टुडेन्ट लिडरशिप डिसाइड गर्छ, जसले आउने टेन्युरमा हाम्रो राइट्स, एकाडेमिक कन्सर्न्स र ओभरअल क्याम्पस वेलफेयरको एडभोकेसी गर्नेछन्। हामीसँग आज क्रान्तिकारी तर्फबाट एफएसयू अध्यक्ष पदको उम्मेदवारको रूपमा उभिनु भएको अशोक घरती मगर जीएमलाई जोडिनु भएको छ। धेरै धेरै धन्यवाद। हजुर नमस्कार रितेशजी। सर्वप्रथम म तपाईलाई आम विद्यार्थीहरूको जिज्ञासा बुदागत रूपमा राखिदिनु हुन, यस इन्टरभ्यूको माध्यमबाट राखिदिनु हुन म तपाईबाट अनुमति लिन चाहे। हस्, धन्यवाद रितेशजी। धन्यवाद दाइ। सबभन्दा पहिलो प्रश्न मैले दाइलाई राख्न चाहे, तपाईले प्रेसिडेन्टको पदको लागि उम्मेदवारी दिनुभएको आधिकारिक रूपमा घोषणा भइसकेको छ। तपाईले प्रेसिडेन्टकै रूपमा लड्ने कहिले निर्णय लिनुभयो र अहिलेसम्म तपाईको तयारी कस्तो रहेको छ? धन्यवाद रितेशजी। सर्वप्रथम सम्पूर्ण मेरा जुनियर सिनियर विद्यार्थी साथीहरूमा नमस्ते टक्राउन चाहन्छु। मेरो नाम चाहिँ अशोक घरती मगर जीएम, अहिले एमबीएस 40th ब्याच फाइनल इयरको स्टुडेन्ट। अहिले चाहिँ यही चैत्र 5 मा हुन गइरहेको सोब्यू चुनावमा चाहिँ मेरो प्रेसिडेन्टमा क्यान्डिडेसी छ। भाइले गरेको क्वेसन एन्सर दिँदै गर्दाखेरि चाहिँ मेरो तयारीको सन्दर्भमा जब म 78 सालमा चाहिँ मैले अखिल क्रान्तिकारीलाई वैकल्पिक शक्तिको रूपमा, वैकल्पिक स्टुडेन्ट युनियनको रूपमा चाहिँ आइयुमा उभ्याउन मैले जमर्को गरेँ। त्यस दिनदेखि चाहिँ मैले मेरो सोब्यूको प्रेसिडेन्सीको चाहिँ क्यान्डिडेसी प्रिपेयर गर्न थालेँ। त्यस लगत्तै चाहिँ मैले 79 को चुनावमा चाहिँ म समानुपातिकबाट चाहिँ मेम्बर इलेक्ट भएर चाहिँ 79 को इबीमा पनि काम गरेँ हैन। त्यसै सिलसिलामा चाहिँ मैले यो बिचमा चाहिँ म सोब्यूको मेम्बर हुँदै गर्दाखेरि मैले विद्यार्थीको मुद्दालाई हरेक फ्याकल्टीको मुद्दालाई, डिपार्टमेन्टको मुद्दालाई चाहिँ
सम्बन्धित निकायहरूमा पुर्याउन, सम्बन्धित निकायलाई चाहिँ झकझकाउन, विद्यार्थीहरूको आवाजलाई उच्च स्तरको निकायहरूमा पुर्याउनको लागि मैले दिन प्रतिदिन दिनदिनै चाहिँ गरेको भूमिका अथवा चाहिँ विद्यार्थीको आवाजले बोकेको त्यो समय नै मेरो चाहिँ यो प्रेसिडेन्सीको चाहिँ तयारी भनेर मैले बुझ्दछु। तपाईँ प्रेसिडेन्ट बन्नको लागि तपाईँका स्ट्रेन्थ्सहरू के हुन् र विद्यार्थीले तपाईँले भोट किन दिउन्? हो, यो चैत्र 5 मा हुन गएको चुनावको लागि म अध्यक्षको उम्मेदवार छु अथवा क्यान्डिडेट छु। यस सन्दर्भमा तपाईँले सोधेको क्वेसनमा चाहिँ मेरो एन्सर के रहन्छ भने मेरो स्ट्रेन्थ भनेको, मेरो चाहिँ शक्ति भनेको अथवा मैले चुनाव जित्ने आधार भनेको सम्पूर्ण भोटर हाम्रो आदरणीय प्रेसिडेन्ट दाइ दिदीहरू र चाहिँ हाम्रो जुनियर भाइ बहिनीहरू नै मेरो स्ट्रेन्थ हो। कुन सन्दर्भमा भने मैले चाहिँ म केमा ढुक्क छु भने अहिले आइयुएममा चाहिँ शिक्षा आयोगबाट नाम निकालेर सर्वोत्कृष्ट नम्बर लिएर सर्वोत्कृष्ट र्याङ्क लिएर चाहिँ आइयुएममा भर्ना हुँदै गर्दा त्यो विवेक, त्यो इन्टेलिजेन्स अहिलेको सोभि चुनावमा पनि आफ्नो भोटर राइट मताधिकारको प्रयोग गरेर उचित र सक्षम उम्मेदवारलाई जिताउनु हुनेछ। फेरि यस सन्दर्भमा स्ट्रेन्थको कुरा गर्दै गर्दाखेरि चाहिँ अहिले हाम्रो प्रेसिडेन्सीको आधिकारिक घोषणा भइसकेको खण्डमा स्ट्रेन्थको कम्पेयर गर्न पनि म सम्पूर्ण भोटरजीहरूलाई आग्रह गर्न चाहन्छु। अथवा स्ट्रेन्थको मात्रै कुरा नभइकन लगानीको हिसाबले अथवा चाहिँ विद्यार्थीको मुद्दा चाहिँ कसले चाहिँ रियल बोक्ने, कसले चाहिँ रियल रूपमा चाहिँ त्यसको अपनत्व गर्ने भन्ने कुरामा चाहिँ प्रमुख भूमिका हुन्छ भन्ने लाग्छ। यसरी नै मेरो स्ट्रेन्थ भनेको अहिलेको 1600 भोटर 1671 भोटर नै चाहिँ मेरो स्ट्रेन्थ भन्ने मैले बुझ्दछु। इलेक्सनमा तपाईँ स्वतन्त्र भएर पनि उभिन सक्नुहुन्थ्यो, तर किन क्रान्तिकारी बाटै उभिने निर्णय लिनुभयो? हो, मेरो यो सोभि चुनावको सन्दर्भमै अहिले आधिकारिक रूपमा फर्स्ट टाइम यो टिचिङ हस्पिटल आइयुएममा चाहिँ मेरो अखिल क्रान्तिकारीको रूपमा उत्रिँदै गर्दा मलाई अनेक विकल्पहरू थिए, अनेक विकल्पहरूलाई चाहिँ मलाई एप्रोच भएको थियो। म स्वतन्त्र रूपमा आउन सक्थेँ, तर अखिल क्रान्तिकारीमा म किन गर्व गर्छु अथवा म चाहिँ किन यसमै लागेर चाहिँ विद्यार्थीको मुद्दाहरूलाई चाहिँ अगाडि लड्न खोजिरहेको छु, विद्यार्थीको मुद्दालाई चाहिँ सम्बन्धित निकायहरूमा पुर्याउनु पर्छ भनेर म लडिकिन रहेको छु भने अखिल क्रान्तिकारी भनेको यस्तो सङ्गठन हो जो सडकमा, सत्तामा र चाहिँ संविधानमा उत्पीडित वर्ग, पिछडिएको वर्ग, महिला, मुस्लिम, दलित, जनजातिको मुद्दाहरूलाई चाहिँ आफ्नो फ्रन्ट लाइनमा पहिलो नम्बरमा राख्ने गर्छ। अखिल क्रान्तिकारी यस्तो सङ्गठन हो जो मैले गर्व गर्छु। म सङ्गठनमा आबद्ध छु, जुन सङ्गठनबाट मैले प्यानल खडा गरेर चाहिँ अहिले चैत्र 5 मा भइरहेको चुनावमा प्रतिस्पर्धा गर्दैछु। उक्त सङ्गठन भनेको देशको गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति, नेपालको चाहिँ पहिलो राष्ट्रपति बनाउने डाक्टर रामवरण यादवलाई चाहिँ पहिलो राष्ट्रपति बनाउने पार्टीको भातृ सङ्गठनको रूपमा अखिल क्रान्तिकारी छ। त्यसैले म चाहिँ अखिल क्रान्तिकारीबाटै मैले केही गर्न सक्छु भन्ने गर्वका साथ म चाहिँ प्यानलको रूपमा अखिल क्रान्तिकारीलाई नै छानेर स्वतन्त्रको विकल्प हुँदाहुँदै अथवा चाहिँ स्वतन्त्रले चाहिँ आफ्नो हरेक विकल्पहरू दिँदा पनि म अखिल क्रान्तिकारी नै सर्वोत्कृष्ट सङ्गठन यो टिचिङ हस्पिटल आइयुएमको सन्दर्भमा बनाउन चाहन्छु। विद्यार्थी कालमा पोलिटिक्समा एक्टिभ भइसकेपछि कलेज पश्चात पोलिटिक्समा आफ्नो लागि फ्युचर हेर्नुहुन्छ कि नै? पक्कै पनि विद्यार्थी राजनीति यो हामी स्वास्थ्य क्षेत्रमा पर्यो होइन। विद्यार्थी राजनीतिले नै फ्युचर पोलिटिक्सलाई निर्धारण गर्छ, किनभने अहिले हाम्रो नेपाली काङ्ग्रेसका शीर्ष नेतृत्वहरू जस्तो
शेरबहादुर देउवा, प्रदीप पौडेल हैन, नेकपा एमालेका नेताहरू जस्तो विद्या भट्टराई, शङ्कर पोखरेल जस्तो माओवादीका वर्षमान पुन हैन, त्यसैगरी चाहिँ देवेन्द्र पौडेल जस्ता नेताहरू, सम्पूर्ण नेताहरू विद्यार्थीबाट चुनिनु हुँदै विद्यार्थीको मुद्दा बोक्दै चाहिँ अहिले देशको शीर्षस्थ नेतृत्वहरू अथवा चाहिँ एकदमै हैन राम्रो पदमा पुगेको व्यक्तिहरू हुनुहुन्छ। यो सन्दर्भलाई जोड्दै गर्दा अहिले हाम्रो यो महाराजगञ्ज मेडिकल क्याम्पसमा सोभियोको निर्वाचन भइरहेको खण्डमा सोभियोको निर्वाचनलाई एउटा कसरी पनि हेर्न सकिन्छ भने सोभियोको निर्वाचन भनेको मिनी संसदको चाहिँ प्र्याक्टिस भनेर बुझ्न सकिन्छ। को मतलब यो मिनी संसद भन्नुको मतलब चाहिँ यो सोभियोको निर्वाचनले चाहिँ आउने दिनमा चाहिँ संसदीय निर्वाचनको चाहिँ एउटा रिफ्लेक्सन दिन्छ र अहिलेको देशको पोलिटिक्स चाहिँ कतातिर जाँदैछ भन्ने कुरालाई चाहिँ एउटा निर्धारित गर्छ भन्ने चलन छ। त्यो यथार्थ पनि हो केही हदसम्म भने म अहिले चाहिँ सोभियो निर्वाचनको चुनावमा निर्वाचित हुँदै गर्दा अथवा चाहिँ म चाहिँ सोभियो निर्वाचनमा चाहिँ पराजित हुँदै गर्दा मैले चाहिँ अहिलेकै यो सन्दर्भमा अथवा यो समयमा मैले के घोषणा गर्दछु भने म चाहिँ नेपालको पोलिटिक्समा रहिरहनेछु र नेपालको पोलिटिक्सको अर्थ हरेकले आफ्नो तरिकाले लगाउने गर्नुहुन्छ। आफ्नो जुन ठाउँमा छ, जुन विधामा छ, त्यो विधाको चाहिँ उत्पीडित वर्ग अथवा थिचोमिचोमा परेका वर्गहरूको चाहिँ आवाज उठाउनको लागि सबै सङ्गठित हुनको लागि केही समूह र सङ्गठनको नेतृत्व गर्दै चाहिँ आफ्नो नीति नियममा काम गर्ने भन्ने हैन एजेन्डा सहित चाहिँ एउटा सङ्गठन बन्छ। सङ्गठन बन्यो भने उसलाई चाहिँ पोलिटिकल पार्टीको एउटा चाहिँ एलायन्स अथवा समर्थन हुँदै गर्दाखेरि नेसनल पोलिटिक्समा पनि आबद्ध हुन जान्छ। पोलिटिक्सलाई त्यसरी जोड्नुपर्छ भन्ने लाग्छ मलाई कि नै कि हामी चाहिँ पोलिटिक्स भनेर माओवादीको झन्डै बोकेर डाक्टरले चाहिँ माओवादीको झन्डै बोकेर अथवा चाहिँ काङ्ग्रेसको झन्डै बोकेर एमालेको झन्डै बोकेर अथवा चाहिँ जनमतको झन्डै बोकेर चाहिँ हिँड्नुपर्छ भन्ने छैन। आफ्नो ठाउँमा चाहिँ एउटा पोलिटिकल आफ्नो चाहिँ लिगेसीले आफ्नो पोलिटिकल अवेरनेसले चाहिँ आफू चाहिँ सक्षम हुनुपर्छ र चाहिँ आफ्नो मुद्दाहरू आफ्नो चाहिँ विवेकहरू प्रयोग गरिराख्नुपर्छ पोलिटिकलको थ्रुबाटै भन्ने लाग्छ। र केही हदसम्म मेरो चाहिँ फ्युचरै पोलिटिक्सबाट सेट हुन्छ अथवा सेटल हुन्छ भन्नेमा म अहिले अथवा त्यो दुस्साहस त गर्दैन, तर पोलिटिक्सलाई चाहिँ सदैव सम्मान गर्ने मान्छे चाहिँ छु, हो र हुनेछु। हाम्रो कलेजमा स्टुडेन्टहरूले फेस गरेको सबैभन्दा ठुलो समस्या होस्टेलको हो। होस्टेल म्यानेज गर्नको लागि टेम्पोररी र पर्मानेन्ट प्लान्सहरू तपाईँले के सोच्नु भएको छ? रितेशी, होस्टेल व्यवस्थापनको टेम्पोररी र पर्मानेन्ट व्यवस्थापनको चाहिँ मसँग केही बुझाहरू अथवा केही लजिकहरू छ। टेम्पोररी व्यवस्थापन भन्दाखेरि चाहिँ हामीले अहिले भर्ना प्रक्रियाको आफ्नो छुट्टै चाहिँ क्राइटेरिया बनाएका छौँ, जसमा म आफै सहभागी छु। क्राइटेरिया बनाउँदाखेरि पहिलो म चाहिँ जब अखिल क्रान्तिकारीको अध्यक्ष थिएँ महाराज मेडिकलको क्याम्पसको तर्फबाट, अखिल क्रान्तिकारीको तर्फबाट र अन्य साथीहरू अन्य सङ्गठनका साथीहरूसँगै बसेर चाहिँ हामीले यी चाहिँ अलिक वैज्ञानिक तरिकाले चाहिँ हामीले एउटा क्राइटेरिया बनाउनुपर्छ भन्ने विद्यार्थीहरूको आवाजलाई अथवा मुद्दालाई चाहिँ हामीले सम्बोधन गरेर नयाँ क्राइटेरिया बनाएका छौँ। यो कसका लागि प्रयोग हुने भयो भने यो चाहिँ जम्मा हाम्रो अहिले 243वटा सिटको लागि चाहिँ यसले समान डिस्ट्रिब्युसन, समान सहभागिताको लागि मात्र काम गर्यो हैन। यो यसको टेम्पोररी उपाय भनेको हामीले अब एउटा एब्सोल्युट भन्ने सिस्टम चाहिँ सबैले चाहिँ हुनुपर्छ अथवा हुन्छ अथवा बनाउँछु भन्नेमा विश्वास गर्नुहुन्न हैन। अब टेम्पोररी व्यवस्थापनको सन्दर्भमा मैले चाहिँ के देख्छु भने अहिले हामीले चाहिँ होस्टेलको मुद्दा लिएर होस्टेलको मुद्दालाई चाहिँ प्रमुख मुद्दा बनाएर यहाँ सोभियो जित्ने विद्यार्थी सङ्गठनहरू हुनुहुन्छ। उहाँहरूले करिब 10
10 वर्ष अथवा अर्कोले चाहिँ 20 वर्ष 30 वर्ष चाहिँ यी मुद्दाहरूमा करिकुलमको मुद्दामा अथवा होस्टेलको मुद्दाहरूमा चाहिँ आफ्नो फ्रन्ट लाइनमा अथवा फ्रन्ट पेजमा राखेर चाहिँ होस्टेलजी सोभियो चुनाव जितेको ज्वलन्त उदाहरणहरू छ। तर कहिले पनि टेम्पोररी व्यवस्थापनले मात्रै चाहिँ भविष्यमा आउने विद्यार्थीहरूको होस्टेल सुनिश्चितताको ग्यारेन्टी गर्दैन। किनभने टेम्पोररी सोल्युसन भनेको अहिले हामीसँग उपलब्ध बिल्डिङहरू जो अनावश्यक रूपमा र अनप्लान गुरु योजना बिना बनेका भवनहरूको कारणले पनि गलत स्पेसमा बनेका भवनहरूको कारणले पनि अहिले चाहिँ हाम्रो होस्टेल व्यवस्थापन गर्न सकिरहेको छैन जस्तो मलाई लाग्छ। जस्तो अहिले नै मैले चाहिँ यो जिम्मा अनि यो चाहिँ कलेजले क्याम्पसले अथवा यो प्रशासनले चाहिँ मलाई जिम्मा दिने हो भने मैले अहिले नयाँ बनेको बिल्डिङ बेसी साइज बिल्डिङमा चाहिँ यहाँ चाहिँ हाम्रो मल्टिप्लेक्सको छेउमा रहेको भवनलाई चाहिँ टेम्पोररी कति 24 अथवा 30 जना अटाउने गरी चाहिँ एउटा भवन छ उसलाई चाहिँ तत्कालै चाहिँ होस्टेलको रूपमा प्रयोगमा ल्याउने गरी चाहिँ दीर्घकालीन रूपमा मेरो योजनाहरू दीर्घकालीन रूपमा भनेको एउटा मेगा प्रोजेक्ट नै सञ्चालन गरेर एउटा मेगा प्रोजेक्टको लागि चाहिँ हामीले निवेदन दिएर सम्बन्धित निकायमा चाहिँ हामीले ढकढकाएर जस्तो क्याम्पसमा होला डिनमा होला अथवा त्रिभुवन विश्वविद्यालयमा होला अथवा चाहिँ हामीले त्यो हाम्रो प्राप्त स्रोतले चाहिँ नभ्याउने ठाउँ छ भने हामीले चाहिँ सरकारमा डाइरेक्ट सङ्घीय सरकारमा अथवा प्रदेश सरकारमा शिक्षा मन्त्रालयमा राख्नुपर्ने मुद्दाहरूमा चाहिँ समन्वय गरेर कम्तीमा पनि 70% सुनिश्चितता गराउन सकिन्छ र आइयुएमको महाराजा मेडिकल क्याम्पसको पोलिटिक्सलाई शुद्ध बनाउन सकिन्छ भन्ने मेरो धारणा छ। के हामीले तपाईको टेन्युरमा नयाँ र इफेक्टिभ जिमको आशा राख्न सक्छौँ? एब्सोल्युटली हामीले नयाँ गर्ने कुरा अथवा चाहिँ नयाँ कुरालाई चाहिँ अथवा पुरानो कुरालाई नयाँ बनाउने कुरा हुन्छ नै। किनभने म प्रगतिशील सोच राख्ने मान्छे र केही कुरा आजको भन्दा चाहिँ के नयाँ होस् भन्ने किसिमले चाहिँ म आफै पनि चाहिँ नेभी सङ्घ र अखिललाई च्यालेन्ज गरेर चाहिँ अखिल क्रान्तिकारीबाट प्रेसिडेन्टको क्यान्डिडेट छु। यो हुँदै गर्दा समग्र अरू इस्यु जसरी नै जस्तो होस्टेलको इस्यु जसरी नै हाम्रो जिम हलको इस्यु चाहिँ पहिले 2079 सालको चाहिँ सोभियत चुनावमा साथीहरूले अगाडि सार्नु भएको थियो र चुनाव पनि जित्नुभयो। चुनाव जित्नुभयो तर जिम हलको अवस्था कस्तो छ भने एउटा चाहिँ डम्बेल छ अर्को डम्बेल छैन होइन। अब त्यहाँ मिररको कुरा गर्नै सकिँदैन, मिररको अवस्था खतमै छ, साँचोको तालाको। तर मुख बुझ्ने गरी चाहिँ भएको के छ भने मुख बुझ्ने गरी भएको चाहिँ के छ भने लास्ट आवरमा अलिकति रिनोभेसन भएको छ, त्यो नभएको होइन। उहाँहरूको सामर्थ्यले जे दियो त्यो भयो अथवा क्याम्पसको सामर्थ्यले जे जति दिन सक्थ्यो त्यति दियो। अब त्यसलाई चाहिँ रिनोभेसन गर्ने अथवा नयाँ अथवा एक्स्ट्रा के गर्न सकिन्छ त भन्ने कुरा अथवा सन्दर्भमा पहिले यो जिमको कन्सेप्ट कसरी आयो भन्दाखेरि हाम्रो यो हस्पिटलमा यो महाराजा मेडिकल क्याम्पसमा चाहिँ हाम्रा फरेन स्टुडेन्ट साथीहरू अथवा चाहिँ मास्टर्सका साथीहरू धेरै हुनुहुन्थ्यो। उहाँहरूले चाहिँ जिमको प्र्याक्टिस गर्नुपर्छ होइन, जिमलाई चाहिँ अलिकति यहाँ व्यवस्थित तरिकाले चाहिँ लानुपर्छ भन्ने कुरा उठाउँदै गर्दाखेरि सानो चाहिँ एकपटकमा 2-4 जनाले चाहिँ पार्टिसिपेट गर्न मिल्ने खालको जिम हल बन्यो। अब हाम्रो यहाँको त्योभन्दा पहिलेको भन्दा यहाँ दोब्बर तेब्बर स्टुडेन्टको सङ्ख्या बढिसक्यो, रेजिडेन्टको सङ्ख्या बढिसक्यो, फ्याकल्टीको सङ्ख्या बढिसक्यो। अब 2-4 जना अटाउने जिम हलको व्यवस्था गरेर सम्भव छैन र क्याम्पसको अथवा चाहिँ हाम्रो यो प्रशासनको चाहिँ बजेटले भ्याउने अवस्था पनि छैन। यसलाई चाहिँ अलिकति हाम्रो जस्तो होस्टेल जिम लाइब्रेरी क्यान्टिन यो समग्रलाई जोडेर एउटा मेगा प्रोजेक्टमा लग्न सकियो भने सँगसँगै चाहिँ एउटै भवन अथवा सँगसँगै चाहिँ लग्न सकियो भने चाहिँ जिम हलको चाहिँ एउटा सार्थकता हुनेछ, सुविधा सम्पन्न हुनेछ, सबै मेटेरियल उपलब्ध हुनेछ
त्यसको चाहिँ संरक्षण पनि हुनेछ र सदुपयोग पनि हुनेछ भन्ने लाग्छ। पिजीका समस्याहरूको कुरा उठेको थोरै देखिन्छ। तपाईको आफ्नो प्लान अफ एक्सनमा पिजीका रेजिडेन्टहरूको लागि के राख्नु भएको छ? मैले अहिलेसम्म म क्लिनिकल पोस्टिङ गर्दै गर्दा अथवा चाहिँ त्योभन्दा पहिले पनि क्लिनिकल पोस्टिङ गर्नुभन्दा पहिले पनि केही हदसम्म रेजिडेन्ट सिनियरहरूसँग कन्ट्याक्ट हुँदाखेरि उहाँको मर्म बुझ्यो, उहाँको चाहिँ अहिलेको अवस्थाको बारेमा बुझ्यो, उहाँको ड्युटी आवरको बारेमा बुझ्यो, अथवा चाहिँ उहाँको आकाङ्क्षाको बारेमा बुझ्यो, उहाँको समस्याहरूको बारेमा बुझ्यो, उहाँको अधिकारको बारेमा बुझ्यो, होइन, उहाँको लिमिटेसनको बारेमा बुझ्यो। यसै सन्दर्भमा अब मैले चाहिँ मेरो आगामी योजना अथवा चाहिँ पिजी स्टुडेन्ट अथवा पिजी सिनियर दाइ दिदीहरूको सन्दर्भमा मैले मुख्य मुद्दा राखेको भनेको वर्किङ आवर। नेपालमा करिब अहिले लेटेस्ट समयमा चाहिँ सुसाइडको घटनाहरू बढिरहेछ। किन? वर्किङ आवर। अहिले रेजिडेन्ट फिमेल डक्टरहरू जो प्रेग्नेन्ट हुनुहुन्छ उहाँलाई प्रेग्नेन्ट बिदा दिँदैन अथवा एकदमै थोरै दिइन्छ, अराउन्ड 20-25 डेज दिइन्छ, जुन अहिलेको सन्दर्भमा उहाँहरूको सेन्टिमेन्टमा अथवा उहाँहरूको चाहिँ त्यो बाध्यतामा चाहिँ त्यो सम्भव छैन। गर्नुहुन्छ कि अथवा हस्पिटलबाट अथवा चाहिँ हाम्रो व्यवस्था छ के भने अहिले रेजिडेन्ट डक्टर फिमेल डक्टरहरू जो प्रेग्नेन्ट बिदा पाउनुपर्ने हो उहाँहरूले चाहिँ त्यो बिदा कति बेला लिने? डेलिभरी अगाडि 15 दिन लिने, 20 दिन लिने कि डेलिभरी पछाडि 15 दिन अथवा 20 दिन पछाडि लिने हो? यसमा मेरो चाहिँ दोस्रो प्राथमिकता यसमा रहेको छ। यो मैले समन्वय गर्न सक्छु अथवा मैले यो मुद्दालाई चाहिँ कडाइको साथ अगाडि बढाउन सक्छु भन्ने छ। र मेरो यसको चाहिँ विकल्प भनेको के हो भने कम्तीमा पनि 2 देखि 2.5 महिनासम्म चाहिँ उहाँहरूलाई चाहिँ सुत्केरी बिदा अथवा चाहिँ प्रेग्नेन्सी बिदा दिन सक्यो भने अथवा उसले चाहिँ स्वास्थ्य नीतिमा अथवा चाहिँ हाम्रो हस्पिटलले त्यो व्यवस्था गर्न सक्यो भने प्रेग्नेन्सीको त्यो समयमा चाहिँ हाम्रो डक्टर साहबहरूले गर्नुपर्ने, रेजिडेन्ट डक्टर साहबहरूले गरेन भने 48 घन्टाको ड्युटी टर्चर ड्युटीलाई चाहिँ उहाँहरूले झेल्नु पर्ने थिएन। र एउटा ड्युटी आवरको चाहिँ ठ्याक्कै स्पेसिफिक कुराकानी गर्दै गर्दाखेरि अहिले नेपालको सबैभन्दा बढी चाहिँ श्रम शोषणमा परेको भनेको रेजिडेन्ट डक्टर जो तपाईँ पनि रेजिडेन्ट हुनुहुन्छ केही समयपछि, म पनि रेजिडेन्सी गर्नुपर्नेछ। 48 घन्टा तपाईँ बिहान 6 बजे आउनुहुन्छ, अर्को दिन 6 बजे सकेर फेरि अर्को दिन 6 बजे गएर करिब 48 घन्टा चाहिँ हामीले ड्युटी गर्नुपर्ने हुन्छ। एक दिन रेस्ट गऱ्यो फेरि चाहिँ हामी अर्को 48 घन्टा गर्दै गर्दाखेरि उक्त रेजिडेन्ट डक्टरले चाहिँ आफ्नो फ्यामिलीसँग समय बिताउन पाउने कि नपाउने, अथवा त्यो पढ्ने कति बेला, उसको निन्द्रा कता, होइन, यसको विकल्पहरू हुन सक्छन्। विकल्पहरू हामीले चाहिँ धेरै दिन सक्छौँ अथवा स्पेसिफिक दिन सक्छौँ। विकल्प भनेको के हुन सक्छ भने मेडिकल अफिसरको प्र्याक्टिस। मेडिकल अफिसरले पनि केही हदसम्म केही ज्वरो, फिभर अनि चाहिँ डायरियाको केस त हेर्न सक्नुहुन्छ त। रेजिडेन्ट डक्टरै रहिराख्नुपर्छ भन्ने त पक्कै हुँदैन। अथवा चाहिँ डिस्चार्जको टाइमिङ चाहिँ समयमै गर्न सकिन्छ कि पहिलो चाहिँ ड्युटी गरिरहेको अथवा चाहिँ राउन्ड सकिसकेपछि चाहिँ तत्कालै उहाँहरूले घर जाने व्यवस्था पनि गर्नुपर्ने हुनसक्छ। अनि अर्को कुरा चाहिँ एउटा कस्तो छ भने मेडिकल अफिसर साथसाथै चाहिँ रेजिडेन्टलाई चाहिँ 48 घन्टै खटाउनुपर्छ र नखटाएसम्म चाहिँ उहाँहरूले सिक्नुहुन्न भन्ने भाष्य चाहिँ गलत हो भनेर भन्न चाहन्छु। पिजीको पोस्ट ग्रेजुएट डक्टर साहबहरूको अथवा चाहिँ पोस्ट ग्रेजुएट संकायहरूको बारेमा मेरो फरक धारणा छ अथवा यो धारणा अरूसँग पनि मिल्न सक्छ। जस्तो एउटा क्लिनिकल एनाटोमी, क्लिनिकल प्याथोलोजी, क्लिनिकल बायोकेमिस्ट्री र क्लिनिकल माइक्रोबायोलोजीमा चाहिँ अहिले
स्टुडेन्ट भर्नाको अभाव देखिएको छ। करिब क्लिनिकल माइक्रोबायोलोजीमा 79-80 र 80-81 भर्ना प्रक्रिया छैन, विद्यार्थी नयाँ भर्ना भएको छैन। यसको समस्या कहाँनिर? र क्लिनिकल फरेन्सिकमा 80-81 भर्ना छैन। यता क्लिनिकल फिजियोलोजीमा 80-81 त्यहाँ पनि 80-81 चाहिँ नयाँ भर्नाको प्रक्रिया छैन, विद्यार्थी आउनु भएको छ। यो समस्या कहाँनिर छ? समस्या कहाँनिर छ? टियुले चाहिँ क्लिनिकल फार्माकोलोजी डिपार्टमेन्ट रहँदै गर्दाखेरि समयमै चाहिँ दरबन्दीहरू अथवा चाहिँ प्रोफेसरहरू खटाउन सक्ने कि नसक्ने, यो सम्बन्धमा चाहिँ हाम्रो समन्वय हुनेछ। यसमा चाहिँ हाम्रो आवाज हुनेछ, यसमा हाम्रो चाहिँ अडान हुनेछ। यसलाई चाहिँ यी विभागहरूलाई चाहिँ इफिसियन्ट बनाउन, यी विभागहरूलाई प्रभावकारी बनाउन हाम्रो चाहिँ अडान हुनेछ, हाम्रो माग हुनेछ भने उता क्लिनिकल प्र्याक्टिसमा हुनुभएका डाक्टर साहबहरू जो 48 घण्टा ड्युटी गर्नुहुन्छ, उहाँहरूलाई पर्ने ड्युटी आरमा पर्ने त्यो मानसिक तनाव, त्यो निन्द्राको अभाव, त्यो प्रोफेसरको गाली, त्यो अत्यन्तै टर्चर भइरहेको छ भने यसको समाधान के त? समाधान भनेको मेरो एउटा नारा छ, सुरक्षित कार्यस्थल, पुरा निन्द्रा र स्वस्थ मानसिक स्थिति। सुरक्षित कार्यस्थल, पुरा निन्द्रा र स्वस्थ कार्यस्थल भने यसमा चाहिँ हामीले के गर्न सक्छौँ भने 48 घण्टाको वर्किङ आवरलाई चाहिँ हामीले समायोजन गर्न सक्छौँ। जस्तो हामीले मेडिकल अफिसरको प्र्याक्टिस गरेर होला, अथवा चाहिँ अहिले 48 घण्टा चाहिँ ड्युटी गरेर एक दिन ग्याप दिने, फेरि अर्को पटक 48 घण्टाको ड्युटी गराउने भन्दा पनि कम्तीमा पनि 2 दिन बिचमा ग्याप दिन सकिन्छ। अथवा मेडिकल अफिसरहरूले चाहिँ प्रशस्त राखेर पनि चाहिँ उहाँहरूको ड्युटी आवरलाई, वर्किङ आवरलाई गराउन सकिन्छ भने पिजीमा पढ्दै गर्नुभएका दिदीहरूको समस्या, विशेष गरी प्रेग्नेन्ट दिदीहरूको समस्या चाहिँ हामीले जोडदार रूपमा अगाडि सारेका छौँ। पहिले मैले भने जसरी नै उहाँहरूले प्रेग्नेन्ट हुँदाखेरि चाहिँ पाउने जम्मा 20 देखि 25 दिनको बिदा त्यो इनफ छैन। त्यो डेलिभरी अगाडि चाहिँ पाउने कि राख्ने कि डेलिभरी पछाडि जो उहाँहरू त्यो बेला चाहिँ आफू बच्चा काफै हुन्छ, बच्चालाई हुर्काउने अवस्था हुन्छ, उहाँहरूको त्यो सेन्सिटिभिटीलाई चाहिँ नीतिगत रूपमा चाहिँ कसरी सम्बोधन गर्ने भन्ने कुरामा पनि हाम्रो सम्बन्धित निकायमा हाम्रो पहल हुनेछ। अर्को, अहिले पिजीको होस्टेलको सन्दर्भमा, छात्रावासको सम्बन्धमा अहिले 3rd इयरमा आइसकेपछि मात्र सीमित व्यक्तिले अथवा सीमित सिटमा मात्र भर्ना हुने अवस्था छ भनेको सबभन्दा खट्नुपर्ने फर्स्ट इयर, सबैको हेपाइ स्याउनु पर्ने फर्स्ट इयर। तर फर्स्ट इयरमै होस्टेल छैन, फर्स्ट इयरमै चाहिँ आवास छैन, नजिकमा रुम पाइँदैन, सबभन्दा महँगो फीमा फर्स्ट इयर पढ्ने, यो समस्यालाई दूर गर्नको लागि चाहिँ एउटा चाहिँ दूरगामी अथवा चाहिँ दीर्घकालीन रूपमा चाहिँ एउटा मल्टी मेगा प्रोजेक्ट सुरु गरेर नै जसरी चाहिँ अन्डर ग्रेजुएटको होस्टेलको कुराकानी थियो, अन्डर ग्रेजुएटको लाइब्रेरीको कुरा थियो, त्यसरी नै पोस्ट ग्रेजुएटको पनि सुरक्षित चाहिँ आवासको व्यवस्था गर्न सक्यो भने, छात्रावासको व्यवस्था गर्न सक्यो भने, अथवा त्यसमा पहल कदमी लिन सक्यो भने अहिले चाहिँ हाम्रो चाहिँ सुरक्षित कार्यस्थल, पुरा निन्द्रा र स्वस्थ मानसिकता भन्ने नारा चाहिँ हाम्रो पोस्ट ग्रेजुएट दिदीहरू अथवा सिनियर दाइहरूको रूपमा चाहिँ यो सक्सेस हुने थियो, यो सार्थक हुने थियो भने अर्को खेलकुदको कुरा न यो आइएम परिसरको वरपर कतै रिफ्रेस भएर बस्ने वातावरण छ, न अर्को चाहिँ खेलकुदको कुरा सन्दर्भमा चाहिँ अब पोस्ट ग्रेजुएटको दाइ दिदीहरू टिटी खेल्नका लागि बेसिक साइन्स बिल्डिङमा आउनुपर्ने, अथवा चाहिँ ब्याडमिन्टन खेल्नकै लागि चाहिँ बिपीको भवनमा जानुपर्ने, अथवा चाहिँ यहाँ फुटसल खेल्न चाहिँ हाम्रो फुटबल खेल्न चाहिँ यहाँ मल्टिप्लेक्समा आउनुपर्ने, यो अवस्थालाई चाहिँ
कम गर्न, यो अवस्थालाई चाहिँ न्यूमेरिकल पार्न खेलकुदको लागि चाहिँ इन्डोर खेलहरू, इन्डोर गेमहरू व्यवस्थापन गर्न सकिन्छ। इन्डोर गेमहरूलाई चाहिँ हरेक तहमा, हरेक क्षेत्रमा चाहिँ अगाडि सार्न सकिन्छ। होस्टेल क्यान्टिनको खाना कसैले रुचाउँदैन। राम्रो खाना नभएसम्म दिमाग पनि राम्ररी काम गर्दैन। क्यान्टिनको खानाको क्वालिटीमा सुधार कसरी ल्याउनुहुन्छ? क्यान्टिनको सन्दर्भमा यसको क्वालिटी, यसले प्रोभाइड गर्ने सेवाको गुणस्तरमा म अलिकति अरू पहिलेको सन्दर्भभन्दा अलिकति बेग्लै कुरा राख्न चाहन्छु। अब दुईवटा कन्ट्राडिक्सनहरू भयो कि अब सरकारी कामकाजमा चाहिँ टेन्डर प्रक्रियाबाट जानु पर्यो। टेन्डर प्रक्रियामा गयो भने उसको कर्मचारीले चाहिँ अथवा चाहिँ स्टाफले चाहिँ खाना खुवाउन आउनुहुन्छ। खाना खुवाउँदाखेरि चाहिँ उहाँले कस्तो छ, कस्टमरको चाहिँ टेस्ट कस्तो छ, कस्टमरको चाहिँ अहिले चाहिँ माग कस्तो छ बुझ्न नखोज्ने, जागिर गर्न आउने अनि जागिरबाट जाने। अर्को पाटो भनेको के छ भने व्यक्तिले दिने त मिलेन। व्यक्तिले दिने सिस्टममा दुरुपयोगको बढी सम्भावना हुन्छ। गर्दै गर्दा हाम्रो विकल्प के रह्यो भने टेन्डर प्रक्रिया नै। टेन्डर प्रक्रिया नै आइरहँदाखेरि उसलाई चाहिँ एउटा क्वालिटी एस्योर गराएर, क्वालिटी खाना अथवा क्वालिटी खाजाको चाहिँ एस्योर गराएर उसलाई चाहिँ टेन्डर प्रक्रियामा उसको चाहिँ सबै सक्षमताले टेन्डर प्रक्रियामा समावेश भए पनि, छनौट भए पनि उसलाई चाहिँ एउटा क्वालिटी एस्योर चाहिँ एउटा चाहिँ छुट्टै नीति नियम बनाएर चाहिँ खाना बरु चाहिँ हामीले अहिले चाहिँ 85 खाना खाइरहेकै छौँ भने हामीले 5 रुपियाँ बढाएर 90 रुपियाँमा खाना खाउँ। विद्यार्थी पनि त्यो तयार हुनुपर्छ र क्यान्टिन सञ्चालक अथवा चाहिँ स्टाफहरूले अथवा क्यान्टिन सञ्चालकले नै गुणस्तरीय खाना खुवाउनुमा प्रतिबद्ध हुनुपर्छ। त्यसो भयो भने चाहिँ क्यान्टिनको समस्या, खानाको समस्या चाहिँ हल हुन्छ भन्ने लाग्छ, मलाई पर्सनली लाग्छ। किनभने यो हामी करिब 3वटा कमिटी बनिसके मेरो यो कार्यकाल अवधिभित्र नै। हरेक कमिटीको काम के छ भने मूल्य घटाउने, गुणस्तरीय खाना खाउँ भनेर मुद्दा उठाउने अथवा चाहिँ आन्दोलन गर्ने। त्यो सम्भव के कति छ भन्ने आम विद्यार्थी साथीहरू अथवा आम कस्टमरले चाहिँ सोच्ने कुरा हो। थोरै पैसामा मिठो अथवा चाहिँ एउटा स्वास्थ्य सफा भने अलिकति हामीले पनि के कम्प्रोमाइज गर्नुपर्ने छ भने अहिले 85 को खाइरहेको खानालाई चाहिँ हामी 5 रुपियाँ बढ्दाखेरि पनि हामी रेडी हुनुपर्छ। तर चाहिँ गुणस्तर चेक जाँच र गुणस्तरयुक्त खानाको एस्योर गर्ने सञ्चालकलाई चाहिँ त्यो जिम्मा दियो अथवा चाहिँ त्यो चाहिँ त्यो विधि अप्नाइयो भने चाहिँ हाम्रो यो क्यान्टिनको समस्या हल होला अथवा समाधान होला भन्ने मलाई लाग्छ। एफएसयूको फन्डिङको युटिलाइजेसनमा ट्रान्सपेरेन्सीको कमी छ। के तपाईँको टेन्युरमा यो फन्डको अडिटिङ ट्रान्सप्यारेन्ट भएको हामी हेर्न पाउँछौँ? अवश्य पनि एफएसयूको आर्थिक कारोबारको अधिकार जहाँसम्म लाग्छ अध्यक्ष र ट्रेजरसँग हुन्छ र लिपिबद्ध गर्नलाई सचिवज्यूसँग पनि केही अधिकार हुन्छन् अथवा सम्पूर्ण अधिकार लेखाजोखा सचिवज्यूलाई पनि हुन्छन्। यसलाई चाहिँ एउटा चाहिँ पब्लिकमा अथवा चाहिँ विद्यार्थीहरूमा चाहिँ ट्रान्सपारेन्ट गर्ने सन्दर्भमा यो खासै ठुलो विषय होइन। किनभने महाराजा मेडिकल क्याम्पसको सन्दर्भमा महाराजा मेडिकल क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको चाहिँ खाता कसरी सञ्चालन भइरहेको म देख्छु भने एउटा हाम्रो प्रोजेक्ट अथवा माग भयो, त्यो मागमा चाहिँ क्याम्पसले एप्रुभ गरिसकेपछि मात्र त्यसको अनुमानित रकम अथवा अनुमानित बजेट छुट्टिने गरेको चाहिँ इतिहास हो अथवा त्यो प्र्याक्टिस हो भने स्वतन्त्र विद्यार्थीहरूले सोभियोले नै आफ्नै हिसाबले चाहिँ त्यसमा चाहिँ
लाख अथवा करोड पैसा हुने र आफै त्यसबाट विथड्र गर्दै अझ झिक्दै चाहिँ आफै प्रयोग गर्ने भन्ने किसिमको प्र्याक्टिस होइन भने एउटा चाहिँ केमा हामी विश्वास गर्नुपर्छ भने र के कुन कुरा ट्रान्सप्यारेन्ट गराउन पर्छ भन्ने कुरामा चाहिँ म विश्वस्त छु भने त्यहाँ भएको अडिटिङहरू चाहिँ सोबीमा भएको अडिटिङ चाहिँ आफ्नो फेसबुक पेज अथवा चाहिँ ट्विटर ह्यान्डल के छ त्यसबाट चाहिँ सचिवज्यूको चाहिँ ठुल्ठुला प्रोग्रामहरू अथवा प्रोजेक्टहरूमा भएको अडिटहरूलाई चाहिँ सिग्नेचर सहित चाहिँ राख्न सक्यो भने स्पष्ट जवाबदेहिता हुने भयो किनभने कसैबाट क्वेसन आइसकेपछि पनि हाम्रो एफएसयूको खाता चाहिँ अटोमेटिक यसमा केही तन्नै रकम हुने अथवा चाहिँ प्रशस्त रकम हुने र चाहिँ त्यसबाट चाहिँ हालिमाली गर्न पाउने खालको चाहिँ अवस्था छैन महाराजा मिडल क्याम्पसको सोबीको सन्दर्भमा यदि चाहिँ क्याम्पसले अथवा चाहिँ सोबीको नाममा चाहिँ सर्टेन बजेट अलरेडी डिपोजिट गरिदिइसक्थ्यो भने चाहिँ त्यहाँ सम्भावना हुन्थ्यो किनकि त्यो सम्भावना अहिले चाहिँ त्यो जायज छैन जायज छ तपाईँको क्वेसन जायज छ र ट्रान्सप्यारेन्ट गर्नुपर्छ भन्ने क्वेसनमा चाहिँ म एकदम प्रतिबद्ध छु आफ्नो चाहिँ माइनोटिङहरू र चाहिँ ठुला प्रोजेक्टका चाहिँ परियोजनाहरूको माइनोटिङहरू चाहिँ फेसबुक पेज मार्फत चाहिँ पब्लिस गर्नुपर्छ भन्ने नै आधिकारिक ट्रान्सप्यारेन्सीको चाहिँ एउटा चाहिँ कमिटमेन्ट होला जस्तो लाग्छ मलाई पिउने पानीको एक्सेसिबिलिटी कलेजमा थोरै छ नयाँ बेसिक साइन्स बिल्डिङमै हेर्यो भने विद्यार्थीलाई एक्सेस गर्न एउटा मात्रै वाटर डिस्पेन्सर छ ड्रिङ्किङ वाटरको एभाइलेबिलिटी बढाउन के गर्नुहुन्छ हजुरले हो तपाईँको रितेशजी तपाईँको क्वेसन एकदमै जायज छ किनभने अहिले तपाईँले नयाँ बेसिक साइन्स बिल्डिङको कुरा गर्नुभयो होइन नयाँ बेसिक साइन्स बिल्डिङमा दिनमा करिबन 300 विद्यार्थीहरूको फ्लो र त्यही अनुसार कर्मचारीको फ्लो हुने बिल्डिङ हो त्यस्तै हाम्रो होस्टेल लेडिज होस्टेल र बोइज होस्टेलको सन्दर्भमा खाने पानी आउने ठाउँ एउटा मात्र छ सी ब्लकको नजिकतिर छ भनेको अहिले तपाईँ चाहिँ रुममा एक्लै बस्नुहुन्छ अथवा तपाईँको साथी छैन तपाईँको खुट्टा इन्जर्ड छ तपाईँले चाहिँ बोक्न सक्नु हुँदैन भने सी ब्लकदेखि टाढा ए ब्लकमा बस्ने तपाईँले पानी खान पाउनुहुन्न इनकेस तपाईँको साथीले चाहिँ पुर्याइदिएन भने यसको समाधान के त खानेपानीको चाहिँ एक्सेसिबिलिटीको लागि चाहिँ हामीले गर्न के सक्छौँ त भने कम्तीमा पनि शुद्ध खानेपानीको व्यवस्था चाहिँ हामीले प्रत्येक बिल्डिङमा अथवा चाहिँ अहिलेको तत्कालैको अवस्थामा चाहिँ हरेक बिल्डिङमा एबीसीडी ई बिल्डिङमा चाहिँ व्यवस्थापन गर्न नसके पनि ए र डी ए ब्लकको छेउमा चाहिँ राख्यो भने त्यहाँ भएको लेडिज होस्टेलले पनि नजिकैबाट चाहिँ पानी खाने अथवा पानी भर्ने व्यवस्थापन हुन्थ्यो ताकि नै कि यता चाहिँ 1-1.5 मिनट 2 मिनट लगाएर चाहिँ सी ब्लक आउनुपर्ने होइन त्यो कस्तो गर्नुपर्ने थिएन त्यस्तै यहाँ वाटर डिस्पेन्सरको कुरा छ होइन यो चाहिँ बेसिक साइन्स बिल्डिङको मात्रै नभएर अरू हामी क्लिनिकल प्र्याक्टिस गर्ने ठाउँहरूमा पानी खान नपाएर हामी उभिरहन्छौँ पानी खानलाई चाहिँ कि क्यान्टिन आउनु पऱ्यो कि लाइब्रेरी आउनु पऱ्यो कि रुम आउनु पऱ्यो होस्टेलको होइन अब त्यो भए हुनाले यो वाटर डिस्पेन्सर शुद्ध खानेपानीको व्यवस्था चाहिँ करिबन अब जस्तो चाहिँ बिपी लक्सको अगाडि चाहिँ एउटा वाटर भेन्डिङ मेसिन छ त्यसरी नै अरू ठाउँहरूमा पनि ट्याप वाटर पाइपलाइनको व्यवस्थापन गर्न सकियो भने त्यसमा चाहिँ हामी त्यो गर्नुपर्छ भन्ने मुद्दालाई चाहिँ हामीले त्यो आवाजले चाहिँ सम्बोधन गर्यो भने चाहिँ हामीले चाहिँ शुद्ध पानी खानेपानी वितरण गर्न सक्छौँ अथवा सजिलै चाहिँ एक्सेसिबल ठाउँबाट चाहिँ खानेपानीहरू व्यवस्थापन गर्न सक्छौँ त्यो नै मेरो चाहिँ कमिटमेन्ट हुनेछ अहिले यो चुनाव जितिसकेपछि इमिडिएट प्लान अफ एक्सन अन्तर्गत 3वटा मुख्य कार्यक्षेत्र के राख्नु भएको छ
अहिले इमिडिएट भन्नाले टेम्पोररी इमिडिएटली गर्नुपर्ने काम जो म चाहिँ सोभि सभापति निर्वाचित हुँदै गर्दाखेरि चाहिँ मैले आफ्नो लिस्ट आउट गरेर अगाडि बढिरहेको छु। पहिलो कुरो यो हाम्रो लेडिज होस्टेल, बोइज होस्टेल र चाहिँ इन्टरनेसनल होस्टेल, यसको अवस्था करिब हाम्रो एडमिसनको रेसियोमा चाहिँ प्राप्त होस्टेल सिटहरूको चाहिँ अवस्था हेर्ने हो भने यो नाजुक अवस्था छ। सम्बन्धित निकायले समयमै चाहिँ आफ्नो स्टेपहरू चालेन अथवा होस्टेल व्यवस्थापनको, लाइब्रेरी व्यवस्थापनको स्टेप चालेन भने यहाँको शैक्षिक गुणस्तर खस्केर पुरै डाउन हुने अवस्था आउन सक्छ। किनभने आइयुएम इन्स्टिट्युट अफ मेडिसिनमा पढ्न आउने विद्यार्थी भनेको काठमाडौँ भ्यालीको मात्र हुँदैन, जसको यहाँ काठमाडौँमा घर होस्। यहाँ स्टुडेन्ट चाहिँ तराई, मधेस, पूर्व पश्चिम, सुदूरपश्चिम, उत्तर हिमाल, जुम्ला, मुगुबाट पढ्न आउने थलो आइयुएम हो। उक्त विद्यार्थीले काठमाडौँ महाराजगञ्ज वरिपरिको रुम पाउने अवस्था छैन। यति महँगो छ यो एरियाभित्र। यो एरियाभन्दा बाहिर होस्टेल अथवा चाहिँ रुम लिएर बस्नु पर्यो। रुम लिएर बस्दाखेरि उसले फिट तिर्न सक्दैन। टाढा बस्नु पर्दाखेरि चाहिँ हाम्रो क्लिनिकल पोस्टिङ अथवा चाहिँ पढाइ कहिले हुन्छ? 9 बजेदेखि 5 बजेसम्म। 9 बजेदेखि 5 बजेसम्म चाहिँ हस्पिटल अथवा चाहिँ यता बेसिक साइन्स बिल्डिङमै, त्यसपछि चाहिँ खाजा खानको लागि रुम जानु पर्यो गाडी चढेर भने पढ्छ कहिले उसले? कम्तीमा पनि होस्टेल चाहिँ एडमिसन गरिसकेपछि 75% विद्यार्थीहरूको होस्टेल सुनिश्चित हुनुपर्छ। त्यही स्पिरिटलाई बोकेर फर्स्ट मेरो काम के हुनेछ भने इन्टरनेसनल होस्टेल, लेडिज होस्टेल र बोइज होस्टेलको चाहिँ कम्तीमा पनि एडमिसनको 75% सुनिश्चित गर्नको लागि सम्बन्धित निकायहरूमा जस्तो क्याम्पस होस्, हाम्रो चाहिँ डिन होस् अथवा चाहिँ हाम्रो विश्वविद्यालय होस्, त्यो ती निकायहरूमा चाहिँ मैले आफ्नो कुराहरू विद्यार्थीहरूको समस्यालाई दर्ज गर्ने र उहाँहरूलाई चाहिँ हाम्रो समस्याहरू चाहिँ टक्राउने, उहाँहरूलाई आवश्यक परेको खण्डमा समन्वय गर्ने, सहकार्य गर्ने र अझ माथि शिक्षा मन्त्रालय अथवा चाहिँ स्वास्थ्य मन्त्रालयलाई अथवा चिकित्सा आयोग यता चाहिँ एनएमसिआले सबैसँग सहकार्य गर्ने सन्दर्भमा चाहिँ मेरो पहिलो प्रमुख रोल हुनेछ अथवा स्टेप हुनेछ। दोस्रो चाहिँ तपाईँको यो हाम्रो दोस्रो के छ भने वैकल्पिक होस्टेलको व्यवस्था गर्ने। किनभने इमिडिएटली गर्नुपर्ने कुरा के छ भने वैकल्पिक होस्टेलको व्यवस्थापन गर्ने। जस्तो हाम्रो यो फुड्स मल्टिप्लेक्सको साइटको भवन छ, भवनलाई चाहिँ तत्कालै चाहिँ हाम्रो चाहिँ वैकल्पिक होस्टेलको रूपमा प्रयोग गर्न सकिन्छ। साथीहरूले पहिलो इबी अथवा पहिलो पटक चाहिँ प्रेसिडेन्ट बन्दै गर्दा साथीहरूले येल्लो बिल्डिङलाई चाहिँ रिफर्म गर्ने अथवा रिफर्म नहुँदासम्म चाहिँ होस्टेलको रूपमा प्रयोग गर्ने भन्नुभयो अथवा त्यही मुद्दाले अगाडि सार्नुभयो। त्यसमा चाहिँ फिजिबल भएको खण्डमा हामी पनि सपोर्ट गऱ्यौँ, गर्न सक्छौँ भनेका थियौँ। र अहिले आएर कस्तो हल्ला सुनिन्छ भने त्यो एउटा चाहिँ रिफर्म हुने सन्दर्भमा त छ नै, तर वैकल्पिक रूपमा चाहिँ नहुँदासम्म त्यसमा चाहिँ हाम्रो बोइज होस्टेल अथवा वैकल्पिक होस्टेलको रूपमा प्रयोग गर्ने कि भन्ने सन्दर्भमा चाहिँ अलिक ओझेल पाएको जस्तो लाग्छ मलाई। ओझेल पाएको लाग्छ। उक्त भवनलाई चाहिँ वैकल्पिक होस्टेलको रूपमा प्रयोग गर्न सकिन्छ कि भन्ने सन्दर्भलाई पनि जोड्न सकिन्छ। दोस्रो, वैकल्पिक होस्टेलको लागि मेरो चाहिँ दोस्रो चाहिँ स्टेप रहनेछ। हाम्रो पहिलो इबीका साथीहरूले, एफएसयुको इबीका साथीहरूले के भन्नुभयो भने येल्लो बिल्डिङलाई चाहिँ रिफर्म नहुँदासम्म चाहिँ यसलाई वैकल्पिक होस्टेलको रूपमा प्रयोग गर्न सकिन्छ भन्नुभयो। अरू बाँकी साथीहरूले भन्नुभयो यो चाहिँ फिजिबल छैन, यसको स्टडी बिना नै भन्यो अथवा बोल्यो। वास्तविक कुरो के हो भने येल्लो बिल्डिङ कुनै पनि हालतमा होस्टेल बनाउन लागेकै छैन।
होस्टेल बनाउन अथवा होस्टेलको रूपमा प्रयोग गर्न त्यसको पूर्वाधारले दिँदैन। अहिले त्यो पानी चुहिने अवस्थामा छ, टोयलेट बाथरुमहरू जीर्ण अवस्थामा छ, सेक्युरिटीको अवस्था त्यही हालतमा छ होइन, त्यसको बााउन्ड्रीको अवस्था एकदमै नाजुक छ। त्यसकारण यल्लो बिल्डिङलाई चाहिँ वैकल्पिक रूपमा प्रयोग गर्न सकिँदैन। बरु मल्टिप्लेक्सको छेउको चाहिँ अहिले चाहिँ अर्थोडोन्टिक्स अथवा एउटा साइकोलोजीको काउन्सिलिङ डिपार्टमेन्ट छ, त्यसलाई चाहिँ वैकल्पिक होस्टेलको रूपमा प्रयोग गर्न सकिन्छ। तर हाम्रो जोड चाहिँ केमा रहनुपर्छ भने जोड चाहिँ तत्कालै मेगा प्रोजेक्टको रूपमा चाहिँ होस्टेल, क्यान्टिन र चाहिँ हाम्रो लाइब्रेरीको चाहिँ मेगा प्रोजेक्ट चाहिँ सुरु हुनुपर्छ। त्यसमा जिम हल सँगै रहोस्, एउटा चाहिँ इन्डोर खेलकुदको लागि चाहिँ स्पेस रहोस्, उक्त सबै किसिमका चाहिँ आइटमहरू, सबै किसिमका चाहिँ चिजहरू समावेश हुने गरी मेगा प्रोजेक्ट सुरु हुनुपर्छ। उक्त मेगा प्रोजेक्ट सुरु भएपछि चाहिँ हाम्रो होस्टेलको 75% होस्टेलको सुनिश्चित भयो भने नै हुने प्रक्रियामा गयो भने नि त्यो हाम्रो पहिलो प्राथमिकताले पूर्णता पाउनेछ। र त्यसैले तेस्रो चाहिँ अहिले हाम्रो 21औं शताब्दीमा इन्टरनेटको दुनियाँमा एआईको जमानामा हाम्रो होस्टेल अथवा हस्पिटल परिसरभित्र इन्टरनेट चल्दैन। कहिले काहीँ 1-2 दिन एमएमसी भन्ने चाहिँ इन्टरनेट लिजमा आएको जसरी फर्क्यो, अथवा चाहिँ त्यसको स्पिड अथवा त्यसको क्यापेसिटी पनि धेरै थिएन। यसको विकल्प मैले के दिन्छु भने इमिडिएटली चाहिँ इन्टरनेट चाहिँ क्षेत्र वाइज अथवा चाहिँ एउटा चाहिँ इन्टरनेट जोन भनेर एबिसी भनेर जोन तोकेर इन्टरनेटको व्यवस्था गर्नुपर्छ भन्ने लाग्छ। किनभने अहिले हामीले हरेक कुरा सर्च गर्नु पर्यो, आवश्यक पर्यो भने अहिले एआईले सर्च गर्न सक्छौँ, अथवा चाहिँ गुगललाई सर्च गर्न सक्छौँ, अथवा चाहिँ विभिन्न माध्यममा चाहिँ सर्च गर्ने अथवा केही थाहा पाउन पढ्न मन लाग्यो भने चाहिँ इन्टरनेट चाहिन्छ। त्यो भने अहिले बेसिक साइन्समा एउटा छुट्टै जोन बनाएर इन्टरनेट जडान गर्न सकिन्छ। सरस्वती मन्दिर अराउन्डलाई चाहिँ विद्यार्थी बस्ने गफ गर्ने उक्त क्षेत्रलाई एउटा चाहिँ इन्टरनेट जोन भनेर चाहिँ प्रयोग गर्न सकिन्छ। अर्को यल्लो बिल्डिङमा चाहिँ छुट्टै इन्टरनेट जोन भनेर चाहिँ राख्न सकिन्छ भने अर्को चाहिँ हाम्रो लाइब्रेरीलाई चाहिँ छुट्टै इन्टरनेट जोन भनेर राख्न सकिन्छ भन्ने मेरो परिकल्पना छ। पहिलो प्रयास अथवा पहिलो सम्बन्ध नै मेरो त्यही नै हुनेछ। तपाईँले आफ्नो प्रतिस्पर्धीहरूबारे केही 2 शब्द राख्न चाहनुहुन्छ कि? मेरा प्रतिस्पर्धी मित्रहरूलाई के भन्न चाहन्छु भने सुबियुको चुनावको बेला मात्र विद्यार्थीहरूको मुद्दा नउठाउनुहोस्, सुरक्षित स्वास्थ्य कार्यस्थलको कुरा नउठाउनुहोस्, 48 घण्टा ड्युटी गर्ने डक्टरको चाहिँ मानसिक पीडाको बारेमा चाहिँ चुनावको बेलामा मात्र कुरा नउठाउनुहोस् भन्न चाहन्छु। भने चुनाव मुद्दाको आधारमा जित्नुहोस्, मुद्दाको आधारमा माग्नुहोस्। कसैले गुमनाम पारेर अथवा चाहिँ एउटा लोभ देखाएर चुनाव नजित्नुहोस्। विद्यार्थीहरूलाई एउटा चाहिँ विकल्प दिएर सबैको नाम उच्चारण गर्नुहोस्। म सबै अध्यक्षहरूको नाम उच्चारण गर्दै भोट मागिरहेकै छु। तपाईहरुले चाहिँ विद्यार्थीको रूपमा काम गर्नुहोस्, म पनि विद्यार्थीको आवाजको रूपमा काम गर्छु। जसले जिते पनि विद्यार्थीको आवाजलाई चाहिँ बुलन्द गर्नुपर्छ। सम्बन्धित निकायमा चाहिँ विद्यार्थीको मुद्दाहरूलाई चाहिँ यथाशीघ्र सम्बोधन गर्न सक्ने नेतृत्व पुग्नुपर्छ। यो विद्यार्थीहरू साथीहरूलाई पनि र मेरो समकक्षी प्रतिस्पर्धी साथीहरूलाई पनि चाहन्छु। अब हामी इन्टरभ्यूको अन्त्यमा आइसकेका छौं। मैले यो प्लेटफर्म तपाईलाई छोड्दिन चाहे। तपाईले आईओएमका भोटर्सहरूलाई केही मेसेज दिनु पर्यो भने, केही मेसेज दिन चाहनुहुन्छ भने के दिनुहुन्छ? सम्पूर्ण चाहिँ भोटर मित्रहरू, सम्पूर्ण सिनियर जुनियर सम्पूर्ण विद्यार्थी साथीहरुमा मेरो भनाइ के छ भने सुबियु भनेको विद्यार्थीहरूको मागहरू अथवा विद्यार्थीहरूको आवाजहरू विद्यार्थीहरूकै तर्फबाट विद्यार्थीहरूको एउटा चाहिँ लिडरको रूपमा चाहिँ सम्बन्धित निकायहरूमा पुर्याउने माध्यम हो सुबियु।
फ्री स्टुडेन्ट युनियनको इलेक्सन। यसमा तपाईहरुले चाहिँ आफ्नो स्वविवेक प्रयोग गर्नुपर्छ भन्ने लाग्छ। चलन चल्तीमा यो आइयुएम को परिवेशमा के छ भने दाइले भन्यो अथवा चाहिँ सिनियरले भन्यो अथवा मेरो साथी यहाँ छ भन्ने किसिमले चाहिँ सोभियु जित्ने हार्नेलाई काउन्ट गर्ने गरेको देखिन्छ। अहिलेको चुनावमा के गर्नुस् भने अखिल क्रान्तिकारीले चाहिँ बालनको शैलीमा आइयुएममा रिभोल्युसन गर्न खोज्दैछ। यो तपाईहरुलाई पनि थाहा नै छ। अहिले चाहिँ हामी फरक प्यानलबाट चाहिँ फरक प्रस्ताव सहित फरक घोषणापत्र सहित चाहिँ हामीले विद्यार्थीहरुमा भोट माग्न सुरु गरिसकेका छौं। यो सन्दर्भमा विद्यार्थी साथीहरु अहिले हामी आइयुएम को इन्टेलिजेन्ट विद्यार्थीहरु भन्छौं, आफ्नो स्वविवेक प्रयोग गर्नुहुन्छ भन्छौं। यो बेला चाहिँ तपाईहरुले गर्नुपर्ने भनेको सोभियुको अध्यक्षहरूलाई तपाईले कम्पेयर गर्नुहोस्, सोभियुको चाहिँ सचिवहरूलाई तपाईले कम्पेयर गर्नुहोस्, सोभियुको कोषाध्यक्षलाई कम्पेयर गर्नुहोस्, तपाईले चाहिँ सोभियुको सदस्यहरूलाई कम्पेयर गर्नुहोस्। हामीले एउटा प्यानल बनाएर जाँदै गर्दाखेरि अथवा चाहिँ अर्को कुनै संगठनले आफ्नो प्यानल बनाएर जाँदै गर्दाखेरि उक्त प्यानललाई जिताउने होइन। तपाईहरुले राम्रो मान्छे छान्नुस् र सोभियुको चाहिँ इलेक्टेड बडीमा चाहिँ तपाईहरुको प्यानल बनाउनुस्, तपाईहरुले चाहेको प्यानल बनाउनुस्। उक्त प्यानल बनाउने तपाईहरुले चाहिँ आफ्नो क्षमता राख्नुस्। विद्यार्थी भाइ बहिनीहरुले चाहिँ अन्डर ग्रेजुएटका विद्यार्थी भाइ बहिनीहरुले प्रायसो पोलिटिक्समा इच्छा छैन भन्दै गर्दा फर्स्ट इयर सेकेन्ड इयरमा पोलिटिक्समा इच्छा छैन भन्दै गर्दा फाइनल इयर अथवा चाहिँ फोर्थ इयर निस्किने बेला चाहिँ नेता बनेर निस्किएको यहाँ ज्वलन्त उदाहरणहरू छन्। भनेको सेकेन्ड इयर र फर्स्ट इयरमा न्युट्रल भोट भनेर जसरी प्रयोग गरिराख्नु भएको छ तमाम साथीहरूले, अथवा चाहिँ एउटा गुमनाममा राख्ने, यो कसैसँग एक्सपोज नहोस्, अर्कोले केही भनिहाल्छ कि मेरो भोट घट्छ कि भन्ने किसिमले चाहिँ त्यो प्रयोग कतै कुनै माध्यमबाट प्रयोग भइएको छ कि अथवा चाहिँ मलाई चाहिँ त्यहाँ गुमनाममा राखिएको छ कि भनेर क्वेसन गर्नुहोस्। क्वेसन गर्नुभयो भने एन्सर तपाईले त्यही पाउनुहुनेछ र तपाईले राम्रो क्यान्डिडेट छान्नको लागि तपाईले त्यो स्पेस भित्रै राखिरहेको छ भन्ने एउटा महसुस गर्नुभयो अथवा चाहिँ बाहिर निस्किन खोज्नुभयो भने तपाईले त्यहाँ भेट्नुहुनेछ। बाहिर निस्किनु भयो भने त्यहाँ अशोक जीएम भेट्नुहुनेछ। अशोक जीएम विद्यार्थीको मुद्दाको निम्ति D1 देखि अथवा चाहिँ सोभियुको 79 को सोभियुमा चाहिँ निर्वाचित हुनुभन्दा पहिलेदेखि नै विद्यार्थीको मुद्दामा लड्दै आइरहेको छ। अहिले पनि अशोक जीएम आफै संगठन बनायो, आफै चाहिँ स्वतन्त्र विद्यार्थी युनियनको फेरि प्यानल सहित चाहिँ अध्यक्षको रूपमा चाहिँ चुनावमा भोट माग्न हिँडिरहेको छ भने मेरा प्रतिस्पर्धी साथीहरूलाई हेर्न सक्नुहुन्छ। एउटा मेरो चाहिँ आलोचना गर्ने मेरो स्वभाव त होइन, तर चाहिँ तपाईहरुले कम्पेयर गर्न सक्नुहुन्छ। हिजो कसले चाहिँ विद्यार्थीको मुद्दा लिएर अथवा विद्यार्थीहरूलाई चाहिँ एउटा एकजुट गर्ने संगठित गर्ने सन्दर्भमा चाहिँ को अब्बल थियो, को अगाडि थियो र सोभियुको निर्वाचनमा जाँदै गर्दाखेरि को देखा पर्यो भन्ने कुरामा कम्पेयर गर्नुस्। कम्पेयर गर्नुभयो भने त्यही अशोक जीएम भेट्नुहुनेछ, अशोक जीएमलाई त्यही भेट्नुहुनेछ, सक्षम नेतृत्व त्यही वरिपरि भेट्नुहुनेछ। तपाईले आफ्नो विवेक प्रयोग गरेर भोट दिनुस्। सफल नेतृत्व चाहिँ तपाईको स्वतन्त्र विद्यार्थी युनियनमा पठाउनुस्। तपाईहरुले आफ्नो प्यानल बनाउनुस् भन्दै बिदा हुन चाहन्छु। धन्यवाद।